हेलो नमस्ते साथीहरू सबैजनालाई नमस्ते मेरो म आज धेरै दिनपछि चाहिँ आज बल्ल भ्लग बनाउन गइरहेको छु साथीहरू कस्तो हुन्छ हेरिदिनु होला। आज म चाहिँ साइकलको यात्रा भन्न पनि आज म साथीको कोठा जाँदैछु। साथीले आज बङ्गुर काटेको छ अरे सो बङ्गुर खानको लागि म चाहिँ कोठातिर साथीको कम्पनी जाँदैछु। सो त्यसैको बाटोमा धेरै भयो नि मैले भ्लग नबनाएको अनि त्यही भएर चाहिँ म त्यसैको लागि मैले थोरै भ्लग बनाउने भनेर सानो भिडियो बाटोको क्लिप बनाउने भनेर म उस गर्दैछु भिडियो बनाउँदैछु। कस्तो हुन्छ हेरिदिनु होला। विशेष गरी म यहाँ छु साथीहरू म चाहिँ मेरो कम्पनी पछाडि देखिराख्नु भएको छ मेरो पछाडिको कम्पनी अनि म चाहिँ अब यहाँ अब निस्किन सुरु गरेँ साथीहरू। अब बाटोमा के कस्तो दृश्य छ हेर्नु साथी उता मिर्ग कुदेको मिर्ग कुदिरहेछ बाहिर तर क्या नि मासु मिठो न एकचोटि मारेर खाएको थियो खासै मिठो लागेन। अब साथी म यहाँ जान्छु कस्तो हुन्छ हेरिदिनु होला है हजुरलाई। धेरैभन्दा मैले भिडियो नहालेको 10 दिन भइसक्यो। सो 10-15 दिन भइसक्यो कस्तो हुन्छ हेरिदिनु होला। म चाहिँ अब चाहिँ जाँदैछु कम्पनीबाट जाँदैछु बाटोको दृश्यहरू पनि देखाउने छु अवलोकन गर्ने दृश्यहरू पनि देखाउने छु हजुर। बाटो के कस्तो मिर्गा डेन्जर कुद्छ मिर्गा यहाँ कति धेरै मिर्गा छ जङ्गल कुदेछ मिर्गा तपाईँले देख्न सक्नु भएन किनकि यहाँ मिर्गा डेन्जर छ जङ्गल छ नि त मिर्गा डेन्जर छ नि त यहाँतिर तपाईँले यहाँ मिर्गा एकदमै धेरै देख्न सक्नु साथीहरू। यहाँ चाहिँ एउटा दामी फुल रहेछ कि यस्तो मजाले फुल लागेछ मैले नदेखेको यो फुल यस्तो मजाले लागेछ मतलब ख्यालै नगरेको त्यो फुल कस्तो छपक्कै लागेछ म त अस्ति नगरिरहेको ल साथीहरू। अब यहाँ चाहिँ कोडियामा चाहिँ अब बारी खन्ने बेला अब यस्तरी खन्छ ट्र्याक्टरले हेर्नु चाहिँ बारी यस्तरी जोत छैन यो आफै चाहिँ यस्तो ड्याङ बनाउँछ ट्र्याक्टरले यस्तो ड्याङ बनाउँदै जान्छ अनि केही गर्न पर्ने साथी ड्याङ पनि बनाउनु पर्दैन आफै ड्याङ बनाउँछ साथीहरू है। अब चाहिँ यहाँ सबै चाहिँ यतातिर चाहिँ सबै के गर्ने बेला भयो भन्दा अब चाहिँ नेपालमा भन्छ नि रोपाइ गर्ने बेला भयो चाहिँ रोपाइ गर्ने बेला भयो साथीहरू है। अब चाहिँ नेपालमा रोपाइ गर्ने बेला भयो जस्तै अब यहाँ चाहिँ सबै बारी खनजोत गर्छ मलजोत हालेर सबै अब धान रोप्नेको लागि रेडी बनाउँछ साथीहरू। यहाँ चाहिँ खासै आकाशको पानी चाहिँ कुर्नु पर्दैन यहाँ चाहिँ सबै चाहिँ यहाँ तल चाहिँ एउटा सिँचाइ गरेको छ त्यो सिँचाइबाट चाहिँ सबै चाहिँ पानी चाहिँ मोटरबाट तान्छ आफ्नो एउटा बारीको एउटा मोटर हुन्छ कसैले मेरो पालो मिच्यो भन्न पनि परेन आनन्द छ यहाँ नेपालमा चाहिँ कुलो सोधन जानु पऱ्यो कुलो बनाउनु पऱ्यो मेरो पालै पाएन भन्छ नि त तर चाहिँ मेरो पालै पाएन यस्तो उस्तो भन्छ नि त तर यहाँ त्यस्तो छैन साथीहरू। यहाँ चाहिँ आफ्नो बारीमा एउटा मोटर लगाइदियो आफूले जति लगाउन मन लाग्छ लगाए बस। आज म धेरै छिटो आइसक्यो साथीहरू घाम त्यहीँ रहेछ घाम त आज घाम त्यहीँ रहेछ आज म धेरै छिटो आइसक्यो हाम्रो यतातिर गाउँ यतातिर गाउँ मलाई जहाँसम्म लाग्छ आज म निकै छिटो आए जस्तो लाग्यो मलाई म चाहिँ आज निकै छिटो आए जस्तो माने साथीहरू किनकि हिजो अस्तितिर चाहिँ म उता जाने बेलामा चाहिँ त्यहाँ घाम डुबिसकेको थियो नि त आज त घाम त त्यहीँ रहेछ। म अलिकति स्पिड जान्छु किनकि म अलिक टाढा पुग्नुपर्छ नि त त्यही भएर म अलिकति स्पिड जान्छु साथीहरू है। साथीहरू तपाईँले देख्न सक्नुहुन्छ म यहाँ जाँदैछु कस्तो हुन्छ हजुर हेरिदिनु होला। यहाँको ब्लक यतातिरकै घर हेर्नुहोस् यस्तो दामी छ यहाँको घरहरू हेर्नुहोस् है यहाँको फुल यस्तो मजाले लाउँछ साथीहरू फुल यस्तो मजाले लागेको हुन्छ यहाँ। अब चाहिँ सबैतिर फुल हुने बेला अब सबैतिर फुल हुने बेला अब यो गल्ली जहिले पनि यहाँ यस्तै हुन्छ। म चाहिँ यहाँ जान्छु अब हजुर त्यहाँ गएर फुल देखाउँछु म है कतिको फुल फुलेछ सबै ठाउँतिर फुल फुलिसक्यो तर हाम्रोतिर चाहिँ फुल अहिले एकदम ढिलो फुल्यो अहिले किनकि यता निकै जाडो छ नि त निकै जाडो भएकोले चाहिँ फुल चाहिँ अहिले यो वर्ष चाहिँ निकै ढिलो फुल्यो है। म चाहिँ अहिले यहाँ यतातिरको उसतिर रोडतिर आइसकेको छु। पारी तपाईँले देख्न सक्नुहुन्छ गाई चरिरहेको देख्न सक्नुहुन्छ तपाईँले त्यहाँ पारी गाई फार्म छ त्यहाँ गाई चरेको देख्न सक्नुहुन्छ तपाईँले त्यहाँ गाई यस्तो मजाले चरिरहेको छ टाटे पारी हेर्नुहोस् त्यहाँ गाई हेर्नुहोस् है। म चाहिँ थोरै जुम गर्छु गाईको हेर्नुहोस् त्यहाँ गाईहरू चरिरहेको छ
अनि यतातिर चाहिँ यो बाटो यस्तो छ। अब यो बाटो भनेको अब यहाँ चाहिँ फुल्ने बेला हुन लाग्छ साथीहरु। अब चाहिँ फुल्ने बेला भएको छ। म हजुरलाई देखाउने छु। मेरो भोइस कस्तो आछ? निकै नै हावा चलेको छ। म साइकलमा छु नि त, निकै हावा आएको छ। मेरो भोइस कस्तो आएको छ भनिदिला होला। अब यहाँ चाहिँ फुलेमा निकै रमाइलो हुन्छ। अहिले हामीतिर फुलेको छैन। हामीतिर अहिले फुलेको छैन किनकि हामीतिर जाडो भएर होला अहिले केही पनि फुलेको छैन के। हजुरलाई म देखाउने नै छु कस्तो लाग्छ। अन्तिमसम्म हेरेर साथ दिन होला। अहिलेसम्म साथ दिनु भएको छ, अझै पनि साथ दिन होला। म अब चाहिँ हजुरलाई चाहिँ नयाँ भिडियो देखाउने कोसिस गर्छु किनकि आजभोलि अलिकति दिन लामो भएको छ नि त। यिनीहरू पनि फुल हेर्न आएको रहेछ तर फुलै छैन क्या। यिनीहरू पनि फुल हेर्न आएको तर फुलै छैन क्या। यिनीहरू पनि फुल हेर्न आएको तर फुलै छैन। यहाँ यो फुल हो, यो फुल बन्ने चाहिँ। तर चाहिँ यो फुलेकै छैन, राम्रोसँग फुलेकै छैन साथीहरु। है फुल तपाईले देख्न सक्नुहुन्छ यहाँ फुल हो। यो फुल हो तर चाहिँ राम्रोसँग फुलेकै छैन। अहिले हेर्नुस् है, हेर्नुस् यो फुल हो तर अहिले चाहिँ एक्ज्याक्टली फुलेकै छैन। 50% फुलेको छ। अब म हजुरलाई देखाउने नै छु। अरू दिनहरु पनि देखाउने छु किनकि यो बाटो चाहिँ म चाहिँ प्राय हिँडिराख्छु नि त। त्यही भएर चाहिँ यो बाटो देखाउने छु। यहाँ चाहिँ हरियो घाँस रोपिसकेको छ। यो फुलहरु चाहिँ एकदम थोरै मात्रै फुलेको छ। यो फुल्ने बेला निकै रमाइलो हुन्छ किनकि तल चाहिँ खोलाको तिरमा यो फुल यस्तो मजाले फुलेको हुन्छ। अनि म तपाईलाई देखाउने नै छु त्यो बेला। ल तपाईले आनन्दसँग देख्न सक्नुहुन्छ। चराहरु तल बकुल्लाहरु यस्तो मजाले उडेको खोले हाँसहरु देख्न सक्नुहुन्छ। म थोरै जुम गर्न चाहे। यहाँ मान्छेहरु घुमघाम गर्दैछ। यतातिर चाहिँ निकै घाम डुब्न लागिसकेको अवस्था साथीहरु। घाम डुब्न लागेको। अलिकति पछि चाहिँ यहाँ चाहिँ निकै नै रमाइलो, मान्छे धेरै हुन्छ है। यहाँ चाहिँ निकै मान्छे भिडभाड हुन्छ। म हजुरलाई अलिकति यताबाट देखाउँछु। हजुरलाई चाहिँ यो पछि चाहिँ यहाँ कस्तो हुन्छ भन्दा पछि चाहिँ यहाँ निकै ठुलो माछा रहेछ। माछाहरु एकदम रहेछ। पछि चाहिँ यहाँको दृश्य कस्तो देखिन्छ नि, यो दामी देखिन्छ कि यो सिन। यो खोला छ नि, यो खोलामा चाहिँ दामी देखिन्छ साथीहरु। यो खोला वरिपरि वहाँ चाहिँ उस गर्दै रहेछ। उता चाहिँ फोटो खिच्दै रहेछ। यो पछि चाहिँ वहाँ चाहिँ दामी देखिन्छ साथीहरु। यहाँ चाहिँ पछि चाहिँ यो अलिकति फुलेको छैन, अझै 50% जति फुलेछ। अब चाहिँ 4-5 दिनपछि चाहिँ दामी हुन्छ कि जस्तो लागेको छ। त्यही भएर चाहिँ यहाँ चाहिँ अहिले फुलेकै छैन। म चाहिँ उनीहरू चाहिँ दुईजनाले फोटो खिच्दै रहेछ। त्यहाँ दुईजना कोरियनहरू हो। यस्तो छ साथी यतातिर। अब म चाहिँ आस्ते यता जाने छु। यता साइकल गाडी आएको छ। ल साथीहरु म यतातिर लागेँ अब। तपाईँ यहाँ देख्न सक्नुहुन्छ ल, स्कुटी हिँड्दै आएको मान्छे छ। यहाँ फुल चाहिँ अब चाहिँ फुल्न लागेको छ सबै फुलहरू। अझै फुल्न बाँकी छ। म सबै कुरा देखाउने छु हजुरलाई। यता त मान्छेहरूको भिडभाड। अनि कति धेरै मान्छेहरू हेर्नुहोस् यहाँ। यिनीहरू सबै उस गर्न आएको होला। म थोरै जुम गर्छु है। सबै कोरियनहरू। यहाँ सबै यहाँ फुल हेर्न आएको है साथीहरु। आज फुलै हेर्न त सबै फुल हेर्न आएको तर चाहिँ फुल चाहिँ फुले छैन है। सबै फुल हेर्न आएको तर फुले छैन। सबै फुल हेर्न आएको फुले छैन साथीहरु है। मेरो फोन आयो साथीहरु। हाम्रो पार्टी हेर्नुहोस् है। यहाँ पार्टी, हाम्रो पार्टी, केटाहरूको पार्टी हेर्ने। यहाँ पार्टी, अब हाम्रो पार्टी। ल राख ल। लसुन अनि
ल लसुन खोर्सानी हरियो खोर्सानी छैन हरियो खोर्सानी हरियो लानुपर्ने हो अब हामी चाहिँ हरियो खोर्सानी तर्फ लान्छ साथी हरियो खोर्सानी लाने अरे ए मुला चाहिँ छैन यस्तो मुलाहरू एउटा लैजाउँ न सबै सेयर गर्ने केराहरू यो अर्को चना उलामा रहेछ क्या सस मुला हो कि सस लाने अरे कुन चाहिँ लाने हो केटा सस लाने यो चाहिँ लाने यो एउटा लैजाउँ यो खाइराख्ने यो खान्छ कि यो खान्छ पुग्छ पुग्छ धेरै हुन्छ त्यो पनि खाना केटाहरूले अब हामी चाहिँ यता हिसाब गरेछ के लाने अरू खुर्सानी हो खुर्सानी लस्ने यता छ अब हामी चाहिँ यता खुर्सानी लसुन लाने रे है एउटा पुग्छ एउटाले पुग्छ खुर्सानी पुग्छ एउटाले पुग्दैन दुईवटा हाल्दैछ ल यही हो मिठो यही खोइ सँगै लेख्दिनँ हो ल केटा बरु के ल साथीहरू आज हाम्रो धर्म पार्टी हुन्छ यहाँ है आज हाम्रो धर्म पार्टी हुन्छ गाइस धर्म पार्टी आज के लाने नुन सोगुम त्यो यो भन्दा त्यो मिठा राम्रो कुन चाहिँ मिठा राम्रो यो कि त्यो एउटा कुन चाहिँ हो एकदम यो खालको हुँदो रहेछ नि मैले हो यो लान्छु यो जोड्छु कि रे तिर गुलियो हो र त्यो थाहा भएन म यो लान्छु कि रे ल साथीहरू अब चाहिँ हामी चाहिँ यहाँ लाँदैछु यो झिक्दिन्छु के साथीहरूले ल तर्सिने भयो आज फेरि यहाँ केही बिर्सेन नि सम्झ्यो केटा हो सम्झ्यो केही बिर्स्यो कि सम्झ्यो है आज हाम्रो पार्टी केटा होला है हाम्रो केटा पार्टी हाम्रो पार्टी केटालाई यहाँ आज हाम्रो पार्टी पुग्यो यति भएपछि 4वटा 5वटा टक्सी ल रोइला भयो केटाहरूले त एउटा अर्कै बढेछ होइन यो ठुलो यसैको त्यसै ठुलो हो 2 लिटर होइन यो सानाहरू हो के 1.5 लिटरको ओके ल छैन नि त ठुलो कार्टुनमा हाल्ने के हाल्ने हो ल साथीहरू यहाँ पाक्न रेडी भइसक्यो छ केटा सबै यता सबै यस्तो रेडी भइसकेको छ हेर्नु चाहिँ आज हाम्रो रोइला हानिन्छ यहाँ पाक्न सुरु ल सम्झी चाहिँ पकाउँदैछ केटाहरू आफ्नै पारामा आज रोइला हान्नुपर्छ भन्ने छ र रोइला हान्नुपर्छ लगाइछ आज आफ्नै पारामा ल यी साथीहरू अब हामी यहाँ चाहिँ आफ्नै पारामा ल यो किन खोलेको बाटो भाइ अलि पुरै खोल्ने हो ल साथीहरू हामी चाहिँ अब रेडी खाना सुरु गरे साथीहरू ल यो कसले नत्र फेरि न्याम्सी जान्छ ल साथीहरू हामी चाहिँ रेडी भएर है खाइसकेपछि अन्तिम खाइसक्यो सबै चाहिँ खाइसकेपछि तास खेल्न चिल्लो त दल मिसी भनेको त होइन मिसी आएको नि त काम गर्छ कि जस्तो मलाई सङ्घाली छ क्या मेरो हेर्ने यहाँ भाइ तिम्रो पाला ओके ल चल फाँस हो ल
कसरी थाहा भयो त्यो भट्ट भाइले भट्ट भाइ दिएको लेखाएर कसरी थाहा भयो दोइला जुट भा भट्ट भाइले देखाउँदैन थियो मलाई खायो टुप्पीमा हाम्रो यसरी भनिहाल्यो 3 4 5 6 मेरो साथी हो यो चाहिँ हामी खाना खाइसकेपछि खाइसकेपछि खै अहिले भर्खर खाएको नि हामी त एउटा एक फाल्दैन नि अब कति नयाँ तास यार अहिले सम्झे ल्याएको नि हो त तर आज चाहिँ सरी यार धुवा देखेन त्यही हो धुवा बनाव तलको चाहिँ मलाई माथिको चाहिँ मलाई तल त्यही लाग्यो के गर्छौ फेरि बाडो भइसक्यो त्यही भनेको मैले सम्धि यस्तोको भर नपर्नु है उसले जस्तै नाक निराजरी पढाउँछ सम्झेर खानुपर्छ अहिले रोइला हामीले त खाइसक्यो यार त्यहाँ खानु